ललितपुर हस्तकला संज्ञा चिन च्याक्कको वार्षिक साधारण सभा लिसे नेकोको अधिवेशन कोचागुदु साधारण सभा उलेज्या बागमती प्रदेश श्रम यातायात तथा रोजगार मन्त्री प्रेमभक्त महर्जन यानादी गोखा हामी समापनको कार्यक्रममा आइरहेका छौँ र सर्वप्रथम त म भर्खरै सम्पन्न भएको हस्तकला महासङ्घका केन्द्रीय अध्यक्ष रविन्द्र साक्यदेखि लगायत चाहिँ निर्वाचित हुनुहुने सम्पूर्ण पदाधिकारी केन्द्रीय पदाधिकारी साथीहरूमा उहाँहरूको कार्यकाल सफलताको साथसाथै उहाँहरूको कार्यकालले यो हस्तकलामा एउटा लामो खालको स्पष्टका साथ चाहिँ निर्देशित गरेर चाहिँ रोजगारी सृजना गरेर चाहिँ आफ्ना व्यवसायहरू प्रवर्धन गर्न सकोस् भन्ने खालको शुभकामना दिन चाहन्छु र यो ललितपुर हस्तकला सङ्घको पनि मैले बुझेअनुसार एक किसिमको राम्रो तरिकाबाट छलफल भएर र व्यवस्थित तरिकाबाट चाहिँ निर्वाचित हुनुभएको छ र ती साथीहरूलाई पनि ललितपुर यो हस्तकला झन् महत्त्वपूर्ण ठाउँ हो र ललितपुरको सिङ्गो हस्तकलालाई नेतृत्वदायी भूमिका निभाएर अघि भने जस्तो आफ्नो दिशामा निर्देशित गर्न सकोस् भन्ने खालको मैले यहाँको बिचमा सर्वोत्तम शुभकामना दिन चाहे। ज्याजोले बागमती प्रदेश सभाई दुजा रामकृष्ण चित्रकार नेपाल हस्तकला महासङ्घ अध्यक्ष रविन्द्र साक्य बागमती हस्तकला संघ अध्यक्ष नवीन साक्य ललितपुर चेम्बर अफ कमर्स अध्यक्ष पुष्परत्न साक्य ललितपुर उद्योग वाणिज्य संघ वरिष्ठ उपाध्यक्ष सुशान महर्जन लगायत ललितपुर हस्तकला संघ पिन्तोना देछाना दिएको खा ज्याजोले ललितपुर हस्तकला संघ अध्यक्ष रमेश सिंह महर्जन उपाध्यक्ष प्रदीप वज्राचार्य संघीय गतिविधिबारे जानकारी ब्यादिएको खा ललितपुर हस्तकला सङ्घ कलाकार कालीगर उद्यमी र व्यवसायहरूको समर्थित विकासको लागि लोकोन्मुख कलाको संरक्षण स्थानीय जनजीवन र लोक संस्कृतिमा आधारित हस्तकला वस्तुको विकास एवं नयाँ पुस्तामा सिप हस्तान्तरण तथा विभिन्न विधामा सिपमूलक तालिम दिने उद्देश्यका साथ ललितपुरको मौलिक परम्परा तथा संस्कृतिलाई जीवन्त राख्दै हस्तकला उद्योग व्यवसायको विकास एवं संवर्धन तथा प्रवर्धन गर्ने उद्देश्यले 2062 साल असार 27 गते विधिवत रूपमा स्थापना भएको थियो। विश्वले चिनेको एउटा कला नगरी हो जुन सहर केही वर्ष 5-6 वर्ष अगाडि वर्ल्ड क्राफ्ट काउन्सिलबाट पेन्सन कला नगरी घोषणा गरिएको छ। त्यस कला क्षेत्रभित्र काम गर्ने व्यवसाय गर्ने उद्योगी गर्नेहरूको धेरै नै समस्याहरू छन्। हामी गर्व गर्छौँ नेपाललाई चिनाउने कला क्षेत्र भनेर नेपाललाई चिनाउने कला उत्पादन गर्ने कलाकारहरू हामी भनेर हामी गर्व गर्छौँ र विश्वमा शानका साथ कुरा उठाउँछौँ। तर वास्तविकता हामी घरमा पुग्दाखेरि उहाँहरूलाई केही न सुविधा छ न राज्यबाट न केही सुविधा छ न पहिचान छ बरु विदेशबाट हामी चिनिएका छौँ। तर यस सन्दर्भ हाम्रो चाहिँ राज्यको तर्फबाट ध्यान जाओस् भन्ने हाम्रो चाहिँ नि उहाँहरूलाई निवेदन गर्न चाहन्छौँ। यसैगरी श्री कृष्ण प्रजापति उपाध्यक्ष श्री सविता महर्जनज्यूलाई पनि सम्बोधित हुन अनुरोध गर्छु। तत्कालीन कार्य समितिबाट प्रदान गर्छु। त्यसको लागि